त्यही भएर त्यसरी आँखालाई स्क्विज गरेर चाहिँ हामीले टक्कै हेर्ने अनि फेरि आँखा खोल्ने यसरी कुनै पनि एउटा रियलिस्टिक ड्रइङमा चाहिँ त्यसलाई रियलिस्टिक देखाउनुमा चाहिँ भ्यालुको ठुलो रोल हुन्छ क्या पछाडि है। अनि त्यो भ्यालुलाई हामीले कसरी हेर्ने होइन कसरी बनाउने भन्ने पनि एउटा टेक्निक हुन्छ। सो यो भिडियोमा चाहिँ म तपाईँहरूलाई हामीले भ्यालुलाई कसरी हेर्ने त होइन म त्यो कुरा सिकाइदिन्छु है। सो सकिन्छ भने जहिले पनि प्रिन्ट आउटबाट काम गर्ने होइन, ठुल्ठुलो कामहरू गर्दा होइन लङ आवर स्टडीहरू गर्दा प्रिन्ट आउटबाट काम गर्ने, किनकि स्टेबल पनि हुन्छ। अनि सेम केस हामीले फोनबाट कामहरू गर्दा चाहिँ त्यो कहिलेको ब्राइटनेस कम हुने कहिलेको ब्राइटनेस बढी हुने हुन्छ नि त। त्यही भएर हामीले एक्ज्याक्ट त्यो भ्यालुलाई कम्पेयर गर्न गाह्रो हुन्छ। त्यही भएर अनि हामीलाई लामो समयसम्म हामी काम पनि गर्न सक्दैनौँ फोनबाट चाहिँ होइन। त्यसको ब्राइटनेसले हामीलाई आँखाहरूको कति टाइम चाहिँ हाम्रो आँखाहरू पेन भइरहेको हुन्छ, आँखाहरू दुखिरहेको हुन्छ। त्यसको साटो चाहिँ प्रिन्ट आउट निकाल्ने होइन, अनि जहिले पनि प्रिन्ट आउटमा काम गर्ने। अनि भ्यालुलाई कसरी हेर्ने भन्दा चाहिँ अलिकति डिस्टेन्स काम र आफूमा अलिकति डिस्टेन्स राख्ने होइन जहिले पनि। अनि आँखालाई स्क्विज गर्ने होइन, 90% आँखालाई ब्लोर गर्ने। अनि यसरी हामीले कम्पेयर गर्ने। अनि आँखालाई स्क्विज गर्दा चाहिँ के हुन्छ भन्दाखेरि यो सकेसम्म यो डिटेल चाहिँ हामीले देखिँदैन त्यतिखेर होइन, डिटेललाई देखिँदैन। डिटेल नदेखेपछि त्यसको भ्यालु हामीले देख्छ होइन, त्यसको कति डार्क छ कति लाइट छ हामीले त्यो कम्पेयर गर्न सकिन्छ। त्यही भएर त्यसरी आँखालाई स्क्विज गरेर चाहिँ हामीले टक्कै हेर्ने अनि फेरि आँखा खोल्ने यसरी। अनि टक्क त्यही अनुसारले हामीले त्यहाँ डेप्थ होइन कति डार्क छ कति लाइट छ त्यही क्याप्चर गर्ने। अनि अरू काम त आफै त भइहाल्छ है। सो या थ्याङ्क यू।